म जहाज चढेर परदेश गएको मान्छे, फर्किँदा पनि जहाज नै चढेर फर्किएको छु। तर फरक यति मात्र हो, ज्यादा रमाइला दृश्यहरू हेर्दै, मिठा मिठा खानेकुराहरू खाँदै, रमाइला गफ गर्दै, उज्जवल भविष्यको मिठो मिठो सपनाहरू हेर्दै गएको थिए। फर्किँदा आँखा बन्द गरेर चुपचाप कहिले नउठ्ने गहिरो निन्द्रामा बिना सपना मस्त निदाएर फर्किएको छु। म जाँदा पनि एयरपोर्टमा आफन्त आएका थिए, आउँदा पनि आफन्त एयरपोर्ट आएका छन्। जाँदा छोड्न आएका थिए, छिट्टै भेट्ने र रमाइलो गर्ने आशाका साथ अन्तिम हातहरू हल्लाएका थिए। फर्किन त छिट्टै फर्किए, तर ती आफन्तहरूलाई कहिले नदेख्ने र कहिले नबोल्ने गरेर। वृद्ध बाले कान्छा म मरे भने दागबत्ती दिन छिट्टै आउनु भनेका थिए। बा फर्कन त म छिट्टै फर्किएको छु, तर फरक यति मात्रै हो, दागबत्ती दिन होइन लिन आएको छु। जाँदा प्यारी रोइरहेकी थिइन्, आउँदा पनि प्यारी रोइरहेकी छिन्, तर फरक यति मात्र हो। जाँदा आँसु पुछ्न सक्थे, तर आउँदा पुछ्न सक्दिन। पहिले उनीसँग बोल्न सक्थे, अहिले सक्दिन। जाँदा छिट्टै आउनुस् भनेकी थिइन्, आउन पनि छिट्टै फर्किएको छु, तर जाँदा मानिस भएर गएको थिए, आउँदा मुर्दा बनेर फर्किएको छु। नमस्कार, म मोहन महतो कोइरी, मित्र मुकेश कुमार शाहद्वारा रचित फरक यति मात्रै हो भन्ने शीर्षक यहाँहरू समक्ष राख्दै बिदा चाहन्छु। हस्त धन्यवाद।